पछाडिको हो नि त, अब अगाडिको भीमसेन थापाले बनाएको होइन नि त, हो र? केपी शर्माले भन्नुभएको छ नि त यो धरारै हो भनेर उहाँले जिकिर गरिरहनु भएको छ। ठिक छ, उहाँलाई त्यस्तै भयो, म बुझाइदिन्छु। नजाने मान्छेले शिक्षक बनाएको रहेछ, व्यवस्थापन समिति के पार्टी भनेर त्यहाँबाट गर भनेर निकाल्दिए, मुद्दामा गए। अस्ति अदालत चलेर मुद्दा पनि जलेछ, आनन्दै भयो। तपाईँहरूको गानामा जस्तो दोहोरी गीत, हजुर 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 हजुर, हेबाट सुन्नुहुन्छ क्या? हे हे दोहोरी गीत हेबाट हुन्छ, भोजपुरी हे हे। आज म पहिलो पटक तमसोमा ज्योतिर्गमयमा सर्ट मात्रै लाएको छु। यो गर्मीका कारणले पनि हुनसक्छ, धरानका कारणले पनि हुनसक्छ, तर सबभन्दा ठुलो जो मान्छेसँग जसरी जुन भावभङ्गीमा संवाद गर्यो त्यसको संवादको त्यो निष्कर्ष झन् सरसपूर्ण हुन्छ भनेर तपाईँकै जस्तो पोसाक लाग्यो। कोट आज छैन मसँग। ठिक छ, चप्पल चाहिँ लाउनु भएको छैन। तपाईँलाई के आवश्यकता पर्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने? पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ, रक्सी खानालाई बेच्न खोजेको त होइन। धेरै पार्टीहरूकोमा धाउनुभयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन्, अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने। ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त, धेरै पार्टीहरू तपाईँकोमा धाउनुभयो अनि तपाईँले मान्नु भएन, अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुन्यो। नत्र भने तपाईँको देश जलिरहेको सबै भागारे भाग भइरहेको बेला आउँछ 500 किलोमिटर गाडी चढेर, चरा मुसा पनि थिएन बाटोमा, त्यस्तो क्या। सबै आर्मी नै आर्मी है, तर खोइ के काम गरियो, अनुहार देख्ने बित्तिकै छोडिदिइहाल्ने क्या। 1000 रुपियाँ ब्याङ्कको खातामा राखेर राष्ट्रिय आविष्कार केन्द्र खोल्छु भनेर होइन, अनि उधुम मचाउने मूर्ख मान्छे म हो। अच्छा, मूर्खले आफूलाई मूर्ख हो भन्ने थाहा पाउँदैन रे, सरले आफूलाई मूर्ख भन्नु हो, त्यसो भएर मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा हो होला, तर मलाई त पक्कै थाहा छ। मेरो खराब पानी छ, मेरो खराब पानी छ। अनि यस्तो छ, तपाईँलाई अत्यन्तै तुच्छ नि सर, अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो। यदि तपाईँको उपमहानगरपालिकामा धरानमा कसैले भ्रष्टाचार गरेको प्रमाण तपाईँले भेट्नुभयो भने लात्ताले दिइहाल्छु, त्यसपछि लात्ताले दिन्छु, लात्ताले बङ्गाल्ने। कति लात्ता हान्नुहुन्छ? एक दिन छोलो। र सरकारबाट यो पैसा आउने छाँट देखिएन, किनभने सरकारले ढुकुटीमा पैसै छैन भन्छ। अब ढुकुटीमा नभएको पैसा के चोरेर ल्यायो भन्नु त भएन सरकारलाई। उम्मेदवार होइन, एकछिन लागि छिनु, तपाईँ उम्मेदवार होइन, तपाईँ मतदाता हो, र एउटा शिक्षित मतदाताको आधारमा तपाईँले चाहिँ अहिले चाहिँ मैदानमा उत्रनु भएका 2 जना उम्मेदवारमध्ये 1 जना छान्नु पर्यो भने कुन छान्नुहुन्छ? केशव स्थापित कि सृजना सिंह? म भोटै हाल्दिनँ। मूर्खमा चाहिँ तपाईँको फोटो राखेको छ, विद्वानमा चाहिँ बालेन शाहको फोटो राखेको छ। मैले तपाईँको श्रमदान गरेर वर्ल्ड रेकर्ड राखेँ क्या। बालेनजीले पनि वर्ल्ड रेकर्ड राखेँ, ऱ्याप गाह्रो होइन। पैसा हुँदाहुँदै पनि, बुद्धि हुँदाहुँदै पनि होइन, पानी ल्याएर खान नसक्ने मान्छेहरू किन धरानमा बस्यो होला जस्तो लाग्छ मलाई। अन्तिममा ल निर्देशक निशल बस्नेत कि गायिका जान रातै म घरै जान्छु। र दम छ भने म भन्छु होइन, एक्लै चुनाव लडौँ न है। हर्क साम्पाङलाई 15 जना मिलेर पछारेर के गर्ने? सिङ्गल त छुनै नसक्ने रहेछ त। साथीहरू, आज म तपाईँलाई यस्तो एपको बारेमा भन्न गइरहेको छु जहाँ तपाईँहरूले विभिन्न गेमहरू प्रिडिक्सन गरेर पैसा कमाउन सक्नुहुन्छ। यसमा विथड्र गर्न पनि एकदमै सजिलो छ। फोन पे, आइएमपे, जिपे जुनसुकै माध्यमबाट पनि विथड्र गर्न सक्नुहुन्छ भने यसमा 24/7 कस्टमर सर्भिस रहेको छ र टप मोस्ट सेक्युरिटी पनि छ। तपाईँहरूले मेरो प्रोमो कोड युज गरी साइन अप गर्नुभयो भने तपाईँहरूलाई चाहिँ
400 रुपिस प्लस 56,000 को बोनस पनि पाउन सक्नुहुन्छ। तल कमेन्ट सेक्सनमा लिङ्क पिन गरिदिएको छु, चेक गर्नुहोला। त्यो असल व्यक्ति ल्याउन काम सक्छ। गर्न दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। होइन घुस खाने छन्, घुस माग्ने छन्, भ्रष्टाचारी छन्, कमिसन खोरी छन्। अनि तपाईँको महानगरपालिकामा कमिसन खोरीहरू छैनन्? मेरो जानकारीमा आएको छैन। आयो भने प्रमाणित भयो लात्ताले हानेर पुग्छ भ्रष्टाचारीलाई। दिने नै त्यही हो। दादा आविष्कार केन्द्रमा के भइरहेछ हजुरले हल्का ब्रिफिङ गरिदिनुहुन्छ कि भने? होइन, आविष्कार केन्द्रमा भएको कुराहरू त्यसै एक राउन्ड आफैले घुमेर हजुर हेर्दै जानु। बालिन्छ अहिले जनतामाझ नआउनुको कारण के हुन सक्छ? अहिले मैले सबभन्दा नराम्रो पात्र यो देशमा भन्नुपर्छ पनि उहाँ नै। जस्तै उदाहरणको रूपमा 8 बजे पछाडि स्कुलहरू नखोल्नु भनेपछि स्कुल बस जति सबै 8 बजे थन्किन्छन् नि त। यो चिजहरूलाई चाहिँ व्यवस्थापन गाह्रो छ नि, बोलाए जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन। गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। त्यो अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो, मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोड्दै छोडेन त अब के गर्नु त। अनि झोलामा हालेर लिएर आएको। रोलेक्स हो के अरे? त्यहाँ त्यही फोटो हेर न, हो कि होइन त्यही। त्यसलाई बेच्नुहुन्छ कि के गर्नुहुन्छ तपाईँले? होइन, त्यो बुढाबुढीले चित्त दुखाउला, अहिलेलाई चाहिँ अहिले नबेचौँ भनेको। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन है। बात त सही है। त्यो भएर होला त्यस्तो होला। महिला फ्यान घट्ने भन्दा त होइन। होइन त्यस्तो महिला फ्यान गायकहरूको त एकदमै महिला फ्यान ज्यादा हुन्छ नि। जस्तै हजुरको त छोराछोरी नै हुनुहुन्छ, हजुरको महिला फ्यान कति धेरै हुनुहुन्छ? त्यो हिसाबले तपाईँ केही फरक परेको छ त? छैन नि। गजब बेइज्जती है।